3 वर्षमा बल्ल बल्ल माइती आएको दसैँ मनाउनलाई साथीहरू। यहाँ चाहिँ हाम्रो दसैँ भन्दा नि अलैँचीको रनको चलिरहेको छ। अहिले चाहिँ हामी सबैजना अलैँची केलाउँदैछौँ। अलैँची चाहिँ यस्तो हुन्छ, यसलाई केलाएर चाहिँ यसरी यो छोडाएको हो हामीले सबै। यहाँनिर हेर्नु रहेछ अलैँचीको थुप्रो छ, यता छ दिदी पनि। यो चाहिँ यहाँको डायमन्ड हो साथीहरू। हजुरहरूलाई नि यसो चाहिएको छ भने यसो सम्पर्क कमेन्ट गर्नु होला, कमेन्टमा नम्बर छोड्नु होला। हामीसँग जति पनि चाहियो नि हजुरलाई यसो उपलब्ध हामी गर्न सक्छौँ। यस्तो छ अलैँची। सबैजना हामी चाहिँ यहाँनिर अलैँची केलाउँदैछौँ। यसलाई चाहिँ यसरी केलाउने हो कि साथी, हेर्नु नि यस्तो गर्ने, यसरी बुक 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 जान्छ। यो अलैँची चाहिँ यस्तो हुन्छ है, यसरी हेर्नु त्यही। साथीहरू दसैँ पनि सक्यो, अब चाहिँ हाम्रो। अनि त्यसपछिबाट मैले तपाईँहरूलाई के देखाउन गइरहेको छु भने अस्ति नै चाहिँ मैले देखाएको थिएँ अलैँचीको टुप्पा काटेको सफा गरेको देखाएको थिएँ। अनि त्यो टुप्पा काटेर सफा गरिसकेपछि हामीले अलैँचीलाई के गर्छौँ, कसरी व्यवस्था हुन्छ भन्दाखेरि अलैँची चाहिँ यसरी व्यवस्था हुन्छ। यहाँ हेर्नु होला, यसो गरेर राखेको छ। यो चाहिँ भट्टी लगाएको भन्छन् होइन। अनि यहाँनिर तलबाट चाहिँ यसरी आगो बाल्ने, अनि यो आगो बालेर धुवाउँछ। धुवाइसकेपछि चाहिँ यो अलैँची सुक्छ। यहाँनिर चाहिँ हेर्नु होला यस्तो गरेको छ। यो चाहिँ अहिले 1 भट्टी भन्छन्। यो चाहिँ धेरै नै भट्टी हुन्छ, धेरै नै छ अलैँची, त्यही भएर धेरै भट्टी लाउनु पर्ने हुन्छ। यहाँनिर चाहिँ हेर्नु, त्यहाँनिर आगो बालेको यसरी धुवाउने। अनि घाममा सुकाएर हुँदैन अलैँचीलाई चाहिँ यसरी आगो बालेर सुकाउनु पर्ने हुन्छ। त्यही भएर यहाँनिर अलैँची चाहिँ सुक्दैछ यसरी, यस्तो छ अलैँची सुक्दैछ साथीहरू। सो तपाईँहरूको चाहिँ दसैँ के कस्तो भयो? यसपालिको दसैँ चाहिँ भेरी स्याड, खासै राम्रो भएन। पानी परेर कति क्षति भयो, यस्तै भयो। यो चाहिँ तपाईँहरूले देख्नुहुन्छ, यो चाहिँ हाम्रो यहाँको बजार हो, किन्जा हो यहाँको ठाउँ चाहिँ। हेर्नु होला, यो चाहिँ गाउँ हो। अब चाहिँ 1-2 दिनमा चाहिँ ब्याक टु होम हुनुपर्छ साथीहरू। अनि अब फेरि जानुपर्छ घर जानुपर्छ। अहिले चाहिँ यहाँनिर हेर्नु होला हाम्रो घरको कोको के छ? कोको हालखबर, कोको चाहिँ कोको हो। मौरीको डुड हेर्नुहोस्, यहाँभित्रबाट मौरी निस्किन्छन्। यस्तो गरेर यहाँनिर अर्को पनि छ, पानीले भिज्छ भनेर जस्ता बनाएर यसरी राखेको हुन्छ। यहाँभित्र हुन्छन् मौरी अनि निस्किन्छन्, फुल खान्छन्, के खान्छन्। मौरीहरूको चाहिँ यस्तो छ यहाँनिर। हल्लाबेद फलिरहेछ, पाकेकै छैन। यतिखेर पाक्नुपर्ने तर पाकेकै छैन रहेछ। यहाँनिर छ। अनि यहाँनिर पनि हेर्नु न कति धेरै। पाक्ने बेला चाहिँ हुनुपर्ने हो तर अहिले चाहिँ पाकेकै रहेन रहेछ। यस्तो छ साथीहरू। मेरो माइती घर रामेछाप जिल्लामा पर्छ। यस्तो छ। अहिले चाहिँ म बारीमा आएको छु साथीहरू। बारीमा चाहिँ हाम्रो के छ भन्दाखेरि हेर्न सक्नुहुन्छ, यसलाई भन्छ जुनार। हेर्नु होला, पाक्न चाहिँ लागेको छ, पाकिसकेको चाहिँ छैन। यिनीहरू चाहिँ कहिले पाक्छ भने मङ्सिर पुसतिर पाक्छ। टन्नै फलेको छ। त्यहाँनिर चाहिँ सुन्तला हेर्नु होला, जुनार सुन्तला फलिरहेको छ, पाक्ने टाइम भएको छैन। यहाँ तल हेर्नु होला साथीहरू, यो चाहिँ हाम्रो लिखु खोला हो। लिखु खोला छ। नानी यता हेर, नानी बाबुलाई चाहिँ एकदमै रमाइलो भइरहेको छ। मामा घरमा आएर हाई गरिदियो। मेरो छोराको चाहिँ कपाल चिन्टे गरिदिनु भएको मामाले। रमाइलो छ। कोको हेर्दै बसेछन्। छि बाबा बाई अबेन्स।